यहाँ चाहिँ अब हामी पिरियडिक टेबल भन्ने होइन पिरियडिक टेबलमा चाहिँ दुईवटा कुरा हुन्छ एउटा भनेको चाहिँ क्लासिफिकेसन अफ एलिमेन्ट्स अर्को भनेको चाहिँ पिरियडिक प्रपर्टिजहरू होइन क्लासिफिकेसन अफ एलिमेन्ट्समा चाहिँ हामी के पढ्छौँ भने ब्लक पिरियड ग्रुप अनि पिरियडिक पोजिसन अनि यिनीहरू होइन अब जस्तै एफीको होइन ग्रुप नम्बर भनेको के हो एफी भनेको आइरन भयो नि होइन यसको ग्रुप नम्बर ब्लक नम्बर पिरियड नम्बर भनेको चाहिँ के हो भनेर चाहिँ गर्छौँ होइन अब पिरियडिक टेबलमा चाहिँ 118वटा एलिमेन्ट्स हुन्छ जहाँ चाहिँ 4वटा ब्लक हुन्छ 4वटा ब्लक भनेको चाहिँ एसपिडिएफ ब्लक भयो होइन अनि 7वटा पिरियड हुन्छ अनि त्यसपछि 18वटा चाहिँ ग्रुप हुन्छ होइन 18वटा ग्रुप भनेको चाहिँ के भनेपछि 2 6 10 10 + 6 + 2 भनेको त 18वटा ग्रुप भयो नि त हो त्यो हामीले एफ चाहिँ गन्दैनौँ होइन एलिमेन्ट ग्रुप्समा त्यसपछि आउँछ पिरियडिक प्रपर्टिज भनेको एलिमेन्टहरूको रेडियस अनि त्यसपछि आयनाइजेसन एनर्जी अनि इलेक्ट्रोन एफिनिटी त्यसपछि आउँछ मेटालिक इलेक्ट्रोपोजिटिभिटी त्यसपछि आउँछ इलेक्ट्रोनेगेटिभिटीहरू त्यो गर्छौँ होइन अब नाइट्रोजन पछि यो किन आयो यो भनेर यसको करेक्ट अर्डर भनेको चाहिँ के हो भनेर चाहिँ गर्छौँ होइन यसको प्रिन्सिपल भनेको के हो गरेर चाहिँ गर्छौँ होइन त्यसपछि आउँछ क्लासिफिकेसन अफ एलिमेन्ट्समा चाहिँ बेस्ड अन दि एटमिक मासहरू वेट होइन सुरुमा फर्स्टमा डिस्कभर गर्ने बेला चाहिँ बेस्ड अन द एटमिक मासहरू वेट गर्छ होइन अनि डब्लिनियर्स ल अफ ट्रायड यो भयो त्यसपछि न्युल्यान्ड्स ल अफ अक्टेभ भनेर न्युल्यान्ड्सले गरेको हुन्छ त्यसपछि लुथर मेयर भनेर भयो त्यसपछि आउँछ फेल्युरिक हेलिक्स अफ डी ज्यान्ट कर्टिस भनेर आउँछ लास्टमा भनेको चाहिँ के हुन्छ भने चाहिँ मेन्डल्स पेरियोडिक टेबल होइन मेन्डल पेरियोडिक टेबलमा चाहिँ के हुन्छ भने 63वटा एलिमेन्ट्स हुन्छ 8वटा ग्रुप हुन्छ 5वटा पिरियड हुन्छ होइन त्यसपछि वाइ डिड इट गेट रिजेक्टेड होइन वाइ डिड इट गेट रिजेक्टेड भन्दा चाहिँ यसको लिमिटेसन्सहरू चाहिँ धेरै नै थियो जस्तै पोजिसन अफ हाइड्रोजन होइन पोजिसन अफ आइसोटोप पोजिसन्स अफ ल्यान्थनाइड्स अनि एनालोमस पेयर भन्ने चाहिँ के भनेपछि नि अब हेभियर मेटल्स अब पहिला चाहिँ फर्स्टमा चाहिँ लाइट अनि त्यसपछि हेभी गरेर जानुपर्ने हो नि होइन तर उसले चाहिँ कुनै चाहिँ फर्स्टमा हेभी मेटल राखिदिएपछि मात्र हेभी एलिमेन्ट्स राखेपछि मात्रै लाइट राख्थ्यो क्या त्यही भएर एनालोमस पेयर भनेको चाहिँ पहिला चाहिँ हेभी राख्थ्यो अनि त्यसपछि लाइट राख्थ्यो जहाँ हुन चाहिँ नियम भनेको चाहिँ पहिला लाइट राखेर अरू हेभी हुँदै त्योभन्दा हेभी हुँदै जानुपर्ने होइन अनि मेन सबैभन्दा इम्पोर्टेन्ट रिजन भनेको चाहिँ इट डज नट एक्सप्लेन द कज अफ पिरियडिसिटी भनेको चाहिँ के भन्छ एउटा इन्टरभल अफ टाइम पछि चाहिँ एउटा रिपिटेसन हुन्छ होइन त्यसलाई चाहिँ पिरियडिसिटी हुन्छ क्या अब जस्तै आज वेडनेसडे छ भने चाहिँ अर्को 7 दिनपछि या त अर्को 6 दिनपछि वेडनेसडे हुन्छ नि सो त्यो चाहिँ उसले त्यो इन्टरभल त यस्तो आउँछ भनेर एलिमेन्ट्सहरूमा भन्यो तर किन आउँछ कसरी आउँछ भनेर चाहिँ एक्सप्लेन गर्न सकेन कज अफ द एक्सप्लेनेसन गर्न सकेन अनि त्यसपछि आउँछ मोडर्न पिरियडिक टेबल होइन अनि मोडर्न पिरियडिक टेबलमा चाहिँ मोडर्न पिरियडिक टेबल भनेको चाहिँ एटमिक नम्बरमा बेस्ड छ अघि हामीले केमा बेस्ड छ एटमिक मास अरू वेटमा बेस्ड छ भनेपछि मोडर्न पिरियडिक टेबल भनेको चाहिँ एटमिक नम्बरमा बेस्ड छ होइन अनि यो मोस्टली ल भनेको चाहिँ बोर्डको स्टुडेन्ट हुन्छ होइन अनि त्यसपछि आउँछ वेभलेन्थ अनि यो एक दिन चाहिँ होइन यिनीहरूले बोर्डको स्टुडेन्ट मोस्टली हुन्छ अनि मोस्टलीमा चाहिँ बोर्डले चाहिँ के भन्छ भनेपछि एक दिन चाहिँ होइन यो वेभलेन्थ र मासको फन्डामेन्टल प्रपर्टीहरूलाई चाहिँ लाइक हेर एकचोटि माइक्रोस्कोपमा अनि त्यो माइक्रोस्कोपमा हेर्दाखेरि चाहिँ वेभलेन्थ अफ एलिमेन्ट्स चाहिँ एलिमेन्टको माससँग इक्वलै भएन कि लाइक इट डिन्ट मेक एनी सेन्स होइन बट एटमिक नम्बर र वेभलेन्थ अफ भनेको चाहिँ के भन्छ एलिमेन्ट्स भनेको चाहिँ त्यो मेल खान गयो होइन अनि त्यसले गर्दाखेरि चाहिँ एटमिक नम्बर भनेर चाहिँ लाइक दिन थाल्यो कि यिनीहरूले एटमिक नम्बरबाट चाहिँ गर्नुपर्छ भनेर लाइक फाइन्ड आउट गर्नुपर्छ भनेर दिन थाल्यो अनि फन्डामेन्टल कन्सेप्टै यही भइदियो कि वेभलेन्थ इज डाइरेक्टली प्रोपोर्सनल टु द एटमिक नम्बर होइन त्यसले गर्दाखेरि चाहिँ एकदमै नै मिनिमम लिमिटेसन भयो यत्रो धेरै लिमिटेसनहरू भन्दा यति दुईवटा मात्रै लाइक लिमिटेसन भयो होइन अनि स्टेटमेन्ट भनेको चाहिँ फिजिकल एन्ड केमिकल प्रपर्टिज अफ एलिमेन्ट्स आर पिरियोडिक फङ्सन अफ देयर एटमिक मास होइन नम्बर हो मास भनेको त के भयो के भन्छ त मेन्टली पिरियडिक लले भने होइन तर मोडर्न पिरियडिकले चाहिँ के भन्छ नम्बर भन्छ होइन फिजिकल एन्ड केमिकल प्रपर्टिज अफ एलिमेन्ट्स आर पिरियोडिक फङ्सन अफ देयर एटमिक नम्बर होइन यो भनेको चाहिँ के हो भनेपछि नि एलिमेन्ट्स आर पिरियोडिक फङ्सन क्या अब फङ्सन पिरियड र फङ्सन भनेको चाहिँ के हो त यसको राम्रोसँग हामीले मिनिङ बुझौँ होइन पिरियोडिक र फङ्सन भनेको चाहिँ के भने एउटा प्यारामिटर चेन्ज हुँदा अर्को पनि चेन्ज हुने होइन अब यो प्यारामिटरमा चाहिँ के छ त प्रेसर र भल्युम कन्सटेन्ट छ अब यो फङ्सन केही चेन्ज भयो या त पिरियड केही चेन्ज भयो भएन तर यसमा चाहिँ के छ यहाँनिर त ग्रेजुअली अप गइरहेको नि त सो यो प्रेसर र भल्युममा त लाइक चेन्ज भइरहेको छ नि त अप भएको कारणले त्यही भएर यसलाई चाहिँ फङ्सन भन्छ होइन
अब लिथियम पछि बेरिलियम आउँछ, बेरिलियम पछि बोरोन आउँछ होइन। अनि यस्तो गर्दै गर्दै 118वटा आउँछ। चेन्ज अफ एटमिक नम्बर डिफ्रेन्ट हुन्छ होइन, यिनीहरूको चेन्ज अफ एटमिक नम्बर डिफ्रेन्ट भयो। अनि एलिमेन्ट्सहरूको एटमिक नम्बर कन्टिन्युसली चेन्ज गर्दा चेन्ज हुने फङ्सन, त्यो इन्टरभल छ नि, इन्टरभल हो त्यो इन्टरभल। अब जस्तै होइन, यहाँनिर एटमिक नम्बर चेन्ज गर्दाखेरि प्रपर्टिज पनि चेन्ज हुने, अनि प्रपर्टिज चेन्ज गर्दाखेरि एटमिक नम्बर पनि चेन्ज हुने भयो होइन। सो एलिमेन्ट्सहरूको एटमिक नम्बर कन्टिन्युसली चेन्ज गर्दाखेरि फङ्सन भनेको चाहिँ पिरियडिकली चेन्ज हुन्छ, पिरियडिकली चेन्ज हुन्छ होइन। अब यसलाई नै सिम्पल भाषामा चाहिँ के भन्यो भने, इफ एलिमेन्ट्स आर अरेन्ज्ड इन अर्डर अफ इन्क्रिजिङ एटमिक नम्बर विच वाज फाउन्ड बाई मुस्ली होइन, देयर प्रपर्टिज रिपिट्स आफ्टर सर्टेन इन्टरभल होइन। त्यो भनेको चाहिँ पिरियडिकली लाइक प्रपर्टिजहरू हुन थाल्छ होइन। अनि 18को इन्टरभलमा हुन थाल्छ। यति हो यो लेक्चर 1 मा चाहिँ हाम्रो लेक्चर सुरु।